साथीहरू नमस्कार। म आज हजुरहरूलाई एउटा अनसल्भ म्याथ्स लिएर आएको छु। राम्रोसँग सुन्नु होला अनि कमेन्ट पनि गर्नु होला है त। तीनजना केटाहरू रहेछन्, सपोज केटाहरू रहेछन्, तीनजना केटाहरू रहेछन्। उनीहरूलाई भलिबल खेल्न मन लागेको छ अनि एउटा पसलमा भलिबल किन्न गएछन्। भलिबल किन्न जाने क्रममा भलिबलको पसलमा पसले रहन्छ कि उसको नोकर, जस्तै उसको काम गर्ने स्टाफ रहेछ, नोकर भन्दा स्टाफ रहेछ होइन। उसको स्टाफसँग सोधेछन् केटाहरूले यो कतिको बल हो भन्दा चाहिँ उसले चाहिँ 30 भनेछ। 30 भनेछ अनि त्यहाँको स्टाफले 30 भन्ने क्रममा 30 रुपियाँ हालेर उनीहरूले बल किनेर लिएछन् अनि खेलेछन् सायद। अनि उताको पसलमा चाहिँ साउजी आएछ, जुन त्यहाँको चाहिँ अनर आएछ। अनरले भन्छ कि यहाँको भलिबल खोइ भनेर सोध्ने क्रममा चाहिँ स्टाफले भन्छ कि यहाँको भलिबल बल त मैले बेचिदिएँ साउजी भन्ने क्रममा कतिमा बेचिस भन्दा चाहिँ उसले भन्छ कि मैले 30 मा बेचेँ भनेछ। 30 मा बेचेँ भन्दा पछि साउजीले के भन्दा यो 25 को बल हो, तैँले 30 मा कसरी बेचिस, जा 5 रुपियाँ फिर्ता दिएर आइज, यो 30 को होइन 25 को भनेर भनेछ साउजीले। अनि भन्ने क्रममा चाहिँ अनि त्यहाँको स्टाफ आएछ। अब पैसा 5 रुपियाँ फिर्ता लिएर आयो नि त उसले त। अब 30 को 25 को त उसले 30 मा बेचेको, 5 रुपियाँ फिर्ता लिएर आउँदा उनीहरूलाई फिर्ता दिने क्रम उसले सोच्यो नि त। बाटोमा आएर सोच्ने क्रममा चाहिँ उसले सोचेछ कि आहा अब यिनीहरूलाई चाहिँ 1-1 रुपियाँ दिन पर्यो तीनजनालाई, मैले 2 रुपियाँ आफै लिनु पर्यो भने त्यसले चाहिँ दिमाग लगायो, खुरापाती दिमाग लगाएछ कि। अनि खुरापाती दिमाग लगाउँदा अनि गएर उहाँहरूले उसले चाहिँ त्यो स्टाफले चाहिँ ल साथी हो तपाईँहरूको चाहिँ यो यति रहेछ, तपाईँको चाहिँ 1 रुपियाँ फिर्ता पाउनुहुनेछ तपाईँहरूले भनेर भनेछ होइन। अनि 1-1 रुपियाँ उनी तीनजनालाई दिएछ होइन। अनि 2 रुपियाँ त उसँग छ, 2 रुपियाँ त खुद उसँग छ नि त। 2 रुपियाँ उसँग हुँदा अनि 3 रुपियाँ उनीहरूलाई कति भयो, उनीहरूलाई 1-1 रुपियाँ फिर्ता दिँदा उनीहरूले त 10-10 तिरेका थिए। 1-1 रुपियाँ फिर्ता दिँदाखेरि उनीहरूलाई 9-9 रुपियाँ पर्न गयो। 9-9 रुपियाँ सुन्नुहोस् है, 9-9 रुपियाँ पर्न जाँदा त्यो स्टाफसँग कति छ, 5 रुपियाँ फिर्ता लिएर आएको नि त्यसले त। अनि उनीहरूलाई 1-1 रुपियाँ फिर्ता दिँदा उनीहरूलाई 9-9 रुपियाँ पर्न गयो। स्टाफसँग कति रुपियाँ छ, 2 रुपियाँ छ त। मिलाउनुहोस्, 9 त्यहाँ कति भयो, 27 भयो। अनि उसँग कति रुपियाँ छ, 2 रुपियाँ छ भनेपछि तपाईँ हिसाब गर्नुहोस् कि उनीहरूसँग भएको 9 रुपियाँ र 9 त्यहाँ 27 र उसँग भएको 2 गर्दा 29 भयो। जम्मा सब टोटल इन्भेस्ट यहाँ 30 भइरहेको छ भनेपछि तपाईँ हिसाब गर्नुहोस् र कमेन्ट गर्नुहोस्।